हेलो म आज फेरि माइसकेको छु। मेरो नाम चाहिँ समरजित शाह हो। ल मैले आज चाहिँ ल्याएको छु टपिकको नाम हो इन्डोमेट्रियोसिस है। यो भनेको के हो सबभन्दा पहिला त्यो हामीले थाहा हुनुपर्छ है। प्रेजेन्स अफ के त इन्डोमेट्रियल ग्ल्यान्ड्स हैन एन्ड स्ट्रोमा इन के त एब्नर्मल लोकेसन हो। एब्नर्मल लोकेसनमा गएर यो छ नि हो इन्डोमेट्रियल ग्ल्यान्ड र स्ट्रोमा भयो भने त्यसलाई चाहिँ हामी के भन्छौँ त इन्डोमेट्रियोसिस आउटसाइड युटेराइन क्याभिटी है। अब यो साइट्सहरु कहाँ हुन सक्छ भनेर याद गरौँ ल। अब साइट्सहरुको लागि मैले चाहिँ ट्रिक ल्याएको छु आवर के ओ यु आर आवर अनि सीपीई। अब हेर है यो भनेको ओ भनेको कहाँ हुन्छ त ओभरिज र यु भनेको कहाँ हुन्छ युटेराइन लिगामेन्ट, आर भनेको रेक्टोभेजिनल सेप्टममा हुन्छ है। सी भनेको कल्डे स्याक भन्छ, त्यस्तै पी भनेको पेल्भिक पेरिटोनियममा हुन्छ ल। यसको यो साइट्सहरु भयो। अब यो चाहिँ मोस्टली चाहिँ कमन इन 3rd to 4th डिकेड अफ मतलब कि फिमेलहरुमा हुन्छ है। यति कुरा बुझ्ने ल। अब त्यसैगरी हामी अब केमा त प्याथोजेनेसिसमा है। हो जेनेसिसमा चाहिँ 4वटा मतलब कि थ्योरी नै भनौँ ल। फर्स्ट थ्योरीको नाम के हो त इम्प्लान्टेसन थ्योरी। सेकेन्डलाई चाहिँ के त भास्कुलर और के त लिम्फेटिक डाइसेमिनेसन भन्ने ल। अर्को चाहिँ याद गर्ने मेटाप्लास्टिक थ्योरी है। अब हेरौँ है आरभिएम यो तीनटा ट्रिकले नै याद गर्नु, नामले नै याद गरौँ ल। अब त्यसपछि चाहिँ जेनेटिक हार्मोनल र के छ हाम्रो इम्युन डिस्फङ्सन सक्यो। अब यति हो प्याथोजेन। अब आओ यसमा मर्फोलोजीमा। अब मर्फोलोजीमा भन्दाखेरि सबभन्दा पहिला हामी ग्रस भनौँ, त्यसपछि माइक्रोस्कोपीमा जाम्ला ल। अब ग्रसमा चाहिँ नाइस भनेर मैले त्यसको ट्रिक दिएको है। एनआइसी नाइस हेर है। माथि सबभन्दा पहिला दिएको साइडमा के त ओयुआर भनेर, अनि त्यसपछि यहाँ मैले के याद गर्नु भने आरभिएम यो पनि याद भयो, माथि पनि याद भयो। अब यहाँ चाहिँ मैले नाइस भने है। अब हेर है ग्रसको नाइस भनेको के एउटा आउँछ नोडुल्स आउँछ है। अब हेर हर्मोनल स्टिमुलेट गर्दाखेरि के प्रोड्युस गर्छ नोडुल्स प्रोड्युस गर्छ भनेर हामीले भन्न सक्नु पर्यो है। अब त्यसपछि हेर है आई भनेको फोकाईको आई हुन्छ नि हो त्यो याद गर है। अब फोकाई अब हेर यहाँ हामीले माथि थियो नि भनेको हर्मोनल स्टिमुलेसन, यो ठ्याक्क वर्ड यहाँ पनि आउँछ ल। अब हेर है फोकाई अफ के त इन्डोमेट्रियम रेस्पोन्ड्स टु बोथ के त एक्सट्रिन्सिक एन्ड के त इन्ट्रिन्सिक हर्मोनल स्टिमुलेसन ल। सक्यो यतापट्टि। अब एन्ड आईको सक्यो। अब सी भनेको हामीलाई सबलाई थाहा छ इन्डोमेट्रियोसिस आउने बित्तिकै चक्लेट सिस्ट हामीले भुल्नु भएन। अब यो चक्लेट सिस्ट कहाँबाट बन्छ त के त हो यो जुन अघि भनेको थियो नि कुन भनेको थियो त ओभरिज भनेको थियो, त्योबाट बिकम डिस्टर्टेड बाई के त सिस्टिक मासहरूले के हुन्छ त्यो डिस्टर्टेड भएको हुन्छ। अनि त्यो चाहिँ फिल्ड हुन्छ के विथ फ्लुइड फ्रम प्रिभियस हेमोरेज फर्मिङ चक्लेट सिस्ट के ल। अब त्यसै गरी अब हामीले के भन्न सक्नु पर्यो व्हेन डिजिज इज के त एक्सटेन्सिभ ल। मानौ जब डिजिज के चाहिँ एक्सटेन्सिभ छ भने द्याट कज के त एक्सटेन्सिभ फाइब्रस एडेसन एक्सटेन्सिभली फाइब्रस एडेसन गराउँछ। अब हेर अब ट्रिक त मिल्यो नि एनआइसिई नाइस भनेर सक्यो ल। अब माइक्रोस्कोपी अब हेर है जब हामीले फोकस गर्यो भने के आउँछ त एचएन हेन भनेर याद हेर्नु एचएनओ हेर्नु ल। एच भनेको हेमोसाइडेरिन ल्याडेन म्याक्रोफेज भयो र ई भनेको के त ई भनेको इन्डोमेट्रियल ग्ल्यान्ड्स एन्ड स्ट्रोमा भयो र एन भनेको न्यू चाहिँ ओल्ड हेमोरेज भयो। यहाँ हाम्रो माइक्रोस्कोपिकली हामीले फोकस गऱ्यो भने देखिन्छ है। अब त्यसै गरी यसको हामीले कम्प्लिकेसन्सहरू पनि याद गर्दाखेरि याद गर्ने हेर है म्यालिग्नेन्ट ट्रान्सफर्मेसन फर्स्ट एमआइआरई मिरु भन्ने ट्रिक दिएको छु। म्यालिग्नेन्ट ट्रान्सफर्मेसन आई भनेको के याद गर्ने त इन्फर्टिलिटी, आर भनेको याद गर्ने रप्चर अफ के त चक्लेट सिस्ट यहाँ थियो नि त्यसको के भन्छ रप्चर भइदिन्छ है। त्यस्तै गरी यु भनेको के याद गर्ने त युरेट्रेलको अब्स्ट्रक्सन हुन्छ जसले गर्दाखेरि हाइड्रोनेफ्रोसिस गराउँछ सक्यो। अब हामी केमा त डिसफङ्सनल युटेराइन ब्लिडिङ है। अब हेर यो डिसफङ्सनल के नाममा छ डिसफङ्सनल मतलब फङ्सनलमा डिस भइरहेछ कि फङ्सनलमा एबनर्मालिटी भइरहेछ सक्यो नि कुरा यति हो कि नाममा सब कुरा हेरौँ एबनर्मल यस युटेराइन ब्लिडिङ यस ड्यु टु के त फङ्सनल एबनर्मालिटी रेदर देन के त अर्ग्यानिक लेजन अफ युटेरस। यसको के हो डेफिनेसन। अब हेर यसको मेन कज भनेको तीनटा कज मैले चाहिँ लिएर आएको। फर्स्ट कज भनेको के हो त एनोभुलेट्रिक साइकल के भने मैले एनोभुलेट्रिक साइकल। अब त्यस्तै गरी अर्को कज भनेको के हो त इनएडिक्वेट ल्युटियल फेज, अनि लास्ट कज भनेको पर्सिस्टेन्ट ल्युटियल फेज है। अब हेर है भाइ बहिनीहरू यसमा के मैले भने है हेर है यसमा मैले के भने है ग्राफियन फोलिकलको के हुन्छ त हो यो पर्सिस्टेन्ट हुन्छ तर के हुँदैन त ओभुलेसन हुँदैन। त्यस्तै गरी यहाँ हेर त यहाँ के हुन्छ त एस्ट्रोजन प्रोडक्सनको के हुन्छ पर्सिस्टेन्ट हुन्छ तर के हुँदैन प्रोगेस्टेरोनको प्रोडक्सन हुँदैन। अब नेक्स्ट कज भने के हो यसको यो कमन हुन्छ कुनै फेजमा त प्युबर्टीको फेजमा द्याट इज मोस्ट कमन है। अब त्यसै गरी नेक्स्टमा हो अब योमा के भनेछ हेर है के भनेछ योमा त भन त ओभुलेसन हुन्छ तर फङ्सनिङ पर्पस ल्युटियम इज के त इनएडिक्वेट। यसमा नामै के छ त इनएडिक्वेट पर्सिस्टेन्ट ल्युटियल फेज। यसमा चाहिँ के हुन्छ प्रोलङ फङ्सनिङ अफ कर्पस ल्युटियम द्याट लिड्स टु एक्सेस अफ के त सेक्रेटरी ग्ल्यान्ड्स है। प्रोलङ फङ्सनिङ हेर है कर्पस ल्युटियमको प्रोलङ फङ्सनिङ भइरहेछ है त्यसले गर्दाखेरि के हुन्छ त एक्सेस सेक्रेटरी ग्ल्यान्ड्सहरू आइरहेछ। त्यसले गर्दा पनि के भयो पर्सिस्टेन्ट
ल्युटियल फेज भयो है। अब हेर है रेगुलर पिरियड्स, अब हेर पिरियड चाहिँ रेगुलर भइरहेछ तर मेन्सुरेसन ब्लिडिङ चाहिँ एक्सेसिभ छ र त्यो प्रोलङ छ र त्यो 10 देखि 14 दिनसम्म नै ब्लिडिङ भयो भने के भन्ने त्यसलाई डियुबी भनेर भन्ने है। ल आजको लागि यति, थ्याङ्क यू।